आज चाहिँ म मेरो स्टाइलमा एकदमै मिठो देख्दाखेरि सिम्पल तर खाँदा एकदमै स्वादिष्ट चाउमिन बनाउन गइरहेको छु। यो चाउमिन चाहिँ स्पेसल्ली मेरो मामुको लागि रहेको छ, किनभने चाउमिन उहाँको एकदमै फेभरेट। म घरमा नभएको दिन, काममा गएको दिन खाना बनाउने भनेको मामुले नै हो। म कामबाट आउँदाखेरि चाहिँ बनाइसकेको हुन्छ। अनि म घरमा बसेको दिन, मेरो काम नभएको दिन चाहिँ म सकेसम्म मामु र ड्याडीलाई मनपर्ने खानाहरू बनाउने कोसिस गर्छु। चाउमिन मेरो बुढाको पनि एकदमै फेभरेट हो, तर भेज चाउमिन चाहिँ उहाँलाई एकदमै मन पर्दैन। उहाँलाई चाहिँ चिकन चाउमिनहरू मनपर्छ। हामीलाई चाहिँ चाउमिन हुन पर्यो, भेज होस् या चिकन, हामीलाई मतलबै लाग्दैन। अनि मैले चाहिँ उहाँको पनि फेभरेट हो, ठिकै छ चिकन चाउमिन बनाउँछु भनेर डिप फ्रिज खोलेर हेरेको त बोनलेस चिकन छैन रहेछ मसँग। सो मेरो फ्रिजमा जुन जुन भेजीहरू अभाइलेबल थियो सबै भेजिटेबलहरू राखेर चाउमिन बनाउँदैछु। मलाई चाहिँ मैदाको चाउमिनभन्दा यो स्पागेटी मन पनि पर्छ अनि मिठो पनि लाग्छ, त्यही भएर मैले चाहिँ यही लिएको छु आज। हेल्थको हिसाबले पनि थोरै भए पनि यसमा प्रोटिन हुने भएको भएर हेल्दी हो जस्तो लाग्छ मलाई। मैले चाहिँ चाउमिन बनाउँदा फ्रिजमा जे भेजिटेबलहरू अभाइलेबल छ सबै राखेर बनाउँछु। मलाई पनि धेरै भेजिटेबलहरू भएको चाउमिनै मनपर्छ। आज चाहिँ मैले राखेँ बन्दा, त्यसपछि राखेँ सिमला मिर्च अनि गाजर, ब्रोकली पनि रहेको छ थोरै। अनि मैले मुङको दानालाई चाहिँ यसरी उमारेको थिएँ, सो अलिकति हेल्दी हुन्छ भन्ने लागेर त्यो पनि राखेँ। अनि चना पनि भिजाएको थिएँ अस्ति नै, डिप फ्रिजमा रहेछ, त्यसलाई पनि राखेँ। यदि मैले भेजिजहरू मात्र राखेँ भने मेरो हस्बेन्डको लागि मैले स्योर माम पकाउनुपर्छ, त्यही भएर यसो आइडिया लगाएर उहाँको लागि चाहिँ मैले यो ससेज राखेँ। उहाँको लागि होइन, खाने त सबैले हो, तर बाना चाहिँ उहाँको। मैले अलिकति खोर्सानी पनि लिएको छु। मेरो बच्चाहरूले चाहिँ मेरो घरमा जे पाक्छन् त्यही नै उनीहरूले खाने भएको भएर म अहिले नै खुर्सानी चाहिँ राख्दिनँ, उनीहरूलाई निकालेर मात्र राख्छु। मैले चाहिँ राम्रोसँग बोइल गरेँ अनि हल्का तेल छर्किएँ यो चाउमिनमा, ताकि नटाँसियोस् भनेर। यस्तो राम्रोसँग बोइल भइसकेको छ। लास्ट टाइम पनि मैले एकचोटि चाउमिनको भिडियो राखेको थिएँ अनि कसैले चाहिँ यो चाउमिन पकाउने भाँडा कहाँबाट लिनुभएको भन्नुभएको थियो। एमाजोन जिन्दाबाद, एमाजोनबाट लिएको, तर मेरो पैसा चाहिँ उठायो है। यसले एकदमै राम्रो रहेछ। तात्न अलिकति डेफिनेटली टाइम लाग्छ, तर तातिसकेपछि चाउमिन नेपाली स्टाइलमा अनि नेपाली स्वादमै पाक्छ एकदमै राम्रोसँग। मैले चाहिँ तेल राखेँ थोरै, अलिकति धेरै तेल राख्यो भने चाउमिन मिठो लाग्छ मलाई, तर अलिकति हेल्दी नै खाऊँ भनेर थोरै तेल राखेँ। त्यसपछि मैले राखेँ प्याज अनि लसुनलाई पनि मैले चप गरेको थिएँ, यसरी राखेर फ्राई गर्दैछु। यो चाहिँ गोल्डन ब्राउन हुन्जेलसम्म म फ्राई गर्छु। प्याज यत्तिको फ्राई भइसकेपछि चाहिँ म अब यसमा राख्छु चना, अनि त्यसपछि मैले मुलाई जुन उमारेर राखेको थिएँ त्यसलाई पनि राख्छु। मैले आज चाउमिन पकाउन लिएको भेजिटेबलहरू मध्ये सबैभन्दा धेरै टाइम पाक्न लाग्ने भनेको चाहिँ चना नै हो। चना चाहिँ अलि पाकेको राम्रो लाग्छ अनि अरू भेजीहरू चाहिँ मलाई मजाले पाकेको मनै पर्दैन, अलिअलि मात्र पकाउँछु। हरेक मान्छेको खाना पकाउने आफ्नो आफ्नो तरिका हुन्छ अनि खाने स्वाद पनि फरक फरक हुन्छ। कसैलाई नुन धेरै मनपर्छ, कसैलाई धेरै खोर्सानी मनपर्छ, कसैलाई के मनपर्छ। यो चाहिँ मेरो स्टाइलको चाउमिन हो कि मलाई चाहिँ धेरै चर्को पनि मन पर्दैन, पिरो पनि म त्यति धेरै खान सक्दिनँ। अझ मभन्दा मेरो हस्बेन्ड त खानै सक्नुहुन्न, म त अलिअलि खान्छु। अब चाहिँ मसँग भएको सबै भेजिटेबलहरूलाई एकछिन फ्राई गर्ने बेला आयो। म एकैछिन फ्राई गर्छु, त्यति धेरै टाइम चाहिँ फ्राई गर्दिनँ। यसको क्रन्ची नै मलाई एकदमै मिठो लाग्छ। यो चाउमिनलाई लिएर पनि मेरो छुट्टै कहानी छ कि। मलाई अझै पनि याद छ, म 5-6 क्लासमा पढ्थेँ होला। अनि मामुहरू चाहिँ प्रत्येक दिन खाजा खानालाई हामीलाई पैसा दिइन्थ्यो कि। अनि मैले चाहिँ सर्ट धुँदाखेरि त्यो खाजा खाने पैसा चाहिँ धुएछु कि, अनि पुरै च्यातिएको थियो। अनि मैले सर्टसँग पैसा पनि धोएँ, मलाई फेरि पैसा दिनु न भन्ने मलाई हिम्मत नै आएन मामुसँग। अनि मसँग पैसा भएन खाजा खाने। अनि मेरो साथीले चाहिँ पैसा लगेकी थिए, उसले चाहिँ चाउमिन खाएकी थिए कि त्यो दिन। खान्छेस् भनेर त सोधी, म खान्छु भन्न पनि सकिनँ है। उसले खाउन्जेलसम्म म कुरेँ, तर उसले जति बाइट खाइ मैले त्योभन्दा धेरै थुक्ने लिएको छु के। उसले खान्छेस् त पनि भन्दा मैले खान्छु भन्न पाएको भए हुन्थ्यो होला। अनि मैले त्योभन्दा पछाडि 1,00,000 पटक चाउमिन खाएँ होला, तर अझै पनि मलाई त्यसले खाएको चाउमिन चाहिँ मिठो थियो कि जस्तो लागिरहेको छ। हाम्रो बुवाले एउटा उखान भन्नुहुन्थ्यो कि, आफूले समाउन नसकेको उम्केको माछा 20 केजी भनेर। सायद त्यस्तै भयो होला कि, आफूले खान नपाएको भएर त्यसको टेस्ट कति एक्स्ट्रा थियो होला, कति मिठो थियो होला। अनि उसलाई पनि भोक लागेको भएर मजाले खाएकी थिए, त्यो खाएको अनुसार पनि एकदमै मिठो थियो होला जस्तो फिल अहिले पनि हुन्छ। कुरा गर्दा गर्दै मेरो चाउमिन अलमोस्ट पाकिसक्यो। मैले चाहिँ थोरै केचप राखेँ, मेरो अनुसार त यो थोरै नै हो, म अलि धेरै नै राख्थेँ, तर आजभोलि चाहिँ अलिक थोरै राख्ने गरेको छु। सो सोया सस राखेँ अलिकति, अनि मजाले फ्राई गर्ने। चाउमिन चाहिँ रेडी। तर चाउमिन चाहिँ सबैजनालाई यसरी एउटै भाँडामा बनाएको भन्दा थोरै थोरै पकायो भने झनै मिठो हुन्छ। कतिचोटि पकाउनु भनेर मैले अल्छी गरेर एउटै भाँडामा पकाएँ। आई डोन्ट नो कस्तो बन्छ, तर दिल से मन से पकाएको छु। आई होप मिठै बन्छ होला।
देख्दा त एकदमै खाउँ 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 लाग्ने बनेको छ। अब खाँदा स्वाद कस्तो छ थाहा छैन। फाइनली मेरो चाउमिन यस्तो भयो। अनि म चाहिँ अब नानीहरूलाई निकालेर यसमा खुर्सानी पनि राख्छु, नानीहरूले पिरो खाँदैन नि त। अनि ससेज पनि राख्न बाँकी छ। यो चाहिँ ठुली छोरीलाई निकालिदिएँ मैले, सानीले त अलिअलि टेस्ट गर्ने हो नि, तै पनि खान्छन्। ठुली छोरीको लागि यो, अनि त्यसपछि हाम्रो लागि चाहिँ यो। अब राखौँ खोर्सानी अलिअलि, त्यसमा चाहिँ राखौँ ससेज।